नमस्कार। आजको विशेष चर्चाको विषय र प्रस्तुति नेपाल मुनि लुकेको इन्धनमा तपाईलाई स्वागत छ। हामी चर्चा गर्दैछौँ नेपालमा पेट्रोलियम अन्वेषण, यसको इतिहास, हालका प्रयासहरू, सम्भावना र चुनौतीका विषय। नेपालमा पेट्रोलियम पदार्थको खोजी विक्रम सम्वत 2010 तिर सुरु भएको पाइन्छ। त्यसपछि दाङ, चिसापानी, नेपालगञ्ज, जाजरकोट लगायतका क्षेत्रमा जमिनको सतहबाट तेल जस्तो पदार्थ निस्किएको विवरणहरू आए। 2051 सालमा भारतीय तेल निगमले नेपालमा परीक्षण ड्रिलिङ सुरु गरे तापनि प्राविधिक चुनौती र पर्याप्त लगानी अभावका कारण त्यो अभियान स्थगित भयो। हाल नेपाल सरकारले पेट्रोलियम अन्वेषणलाई व्यवस्थित बनाउँदै देशलाई 10 ब्लकमा विभाजन गरेर अनुसन्धान कार्य अघि बढाएको छ। गृह मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागले केही वर्ष यता विदेशी लगानीकर्ताहरूसँग मिलेर पेट्रोलियम अन्वेषणमा पहल गरिरहेको छ। हालसम्म दाङ, जाजरकोट, चिसापानी क्षेत्रमा सर्वे, स्याम्पल सङ्कलन र ड्रिलिङ परीक्षण भइसकेको छ। खानी तथा भूगर्भ विभागका एक वरिष्ठ इन्जिनियरका अनुसार नेपालको भौगर्भिक संरचना गहिरो सेडिमेन्टरी बेसिन भएको हुनाले खास गरी कर्णाली र पश्चिम तराई क्षेत्रमा पेट्रोलियम रहने सम्भावना उच्च छ। यो सफल भएमा नेपालमा वर्षको अरबौं रुपियाँ बराबरको पेट्रोलियम आयातलाई कम गर्न सकिन्छ। हाल नेपालले वार्षिक 2 खरब रुपियाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। तर पेट्रोलियम निकाल्न केवल सम्भावना पुग्दैन, प्राविधिक दक्षता, ठुला लगानी, आधुनिक उपकरण र वातावरणीय मूल्याङ्कन आवश्यक पर्छ। त्यस्तै नेपालमा राजनीतिक अस्थिरता, कमजोर नीति कार्यान्वयन र पूर्वाधारको अभावले गर्दा अन्तर्राष्ट्रिय कम्पनीहरू गम्भीर रूपमा आकर्षित हुन सकेका छैनन्। दाङको तुलसीपुर नजिकै केही वर्ष अघि परीक्षण गरिएको थियो। स्थानीय किसान खड्गबहादुरले भनेका अनुसार हाम्रो खेतमा कालो पदार्थ निस्कन्थ्यो। पहिले डर लाग्थ्यो, पछि थाहा भयो कि तेल रहेछ। तर अहिले सुनसान छ, काम अघि बढेको देखिँदैन। युवा विद्यार्थी रिना थापाका भनाइमा हामी चाहन्छौँ कि देशमा पेट्रोलियम उत्पादन होस्, विदेशमा पढेका साथीहरू फर्कुन् र यहाँ काम पाउन्। सरकारले नयाँ नीति अनुसार निजी तथा विदेशी कम्पनीलाई सहकार्यमा ल्याएर अन्वेषण अघि बढाउने तयारी गरिरहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरूका अनुसार यदि परीक्षण सफल भयो भने 2085 सालभित्र नेपालको पहिलो सानो परिमाणको पेट्रोलियम उत्पादन सुरु हुन सक्ने अनुमान गरिएको छ। नेपालमा माटो मुनि ढुसी जस्तो लुकेको पेट्रोलियमले एक दिन नेपाललाई उज्यालो दिन सक्छ। एक दिन नेपालको उज्यालो दिन ल्याउन सक्छ। तर त्यसका लागि दीर्घकालीन योजना, पारदर्शिता, लगानी र प्रविधिका दक्षता अनिवार्य छ। साथीहरू, अन्त्यमा तपाईँको सुझाव र प्रतिक्रिया हाम्रो फेसबुक पेज वा इमेलमा पठाउनुहोला। फेरि भेटौँला अर्को सूचनामूलक कार्यक्रममा। नमस्कार।